सम्पूर्णलाई शिवाहरू नमस्ते। म धरानबाट आज 2082 सालको यो शुभ दीपावलीको आज यो लक्ष्मी पूजाको दिन सबैलाई मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु र मैले एउटा सानो भिडियो क्लिप बनाएको छु। यो सबैलाई नहोला तर र पनि मैले एउटा मेरो मनसायले गर्दा यो भिडियो बनाएको छु। आज लक्ष्मी पूजाको दिन मैले यो धनीहरूको लागि पैसा जम्मा गर्ने ब्याङ्क होला, तर हामीहरूको जस्तो लागि पैसा जम्मा गर्ने खुत्रुके भनेर मैले एउटा सानो यहाँ लेखिरहेको छु। यो 3वटा खुत्रुके छ र यो खुत्रुकेको धेरै ठुलो कहानी छ। जीवनमा मैले 3 पटक खुत्रुके फोरिसकेको छु र यो हुनु त सानो पैसा यसले ठुलो काम गर्छ। एकचोटि मैले छोरीको फिस तिर्नुलाई पनि मैले फोरेको थिएँ र 2 चोटि मेरै श्रीमतीको क्यान्सर पीडित, जसको लागि मैले केमोथेरापीको लागि 45,000 पैसा अचानक चाहिएर मैले एउटा खुत्रुके फोरेको थिएँ। त्यसमा लगभग मेरो 45,000 भन्दा माथि थियो र मैले जस्तै मात्रै एउटा खुत्रुके फोरेँ र फेरि मैले नयाँ बनाएको छु। यसमा पैसा छैन, यसमा चाहिँ लगभग भरि नै जस्तो छ पैसा। यो 2टा यो मेरो हो, यो मेरो श्रीमतीको, यो मेरो छोरीको। मेरो जेठी छोरी उच्च शिक्षा हासिल गरेर पनि बिहे भएर गइसक्यो। मैले यस्तै खुत्रुके फोरेर पनि उसको एकपटक फिस तिरेको छु र मेरै श्रीमतीको उपचारमा मैले खुत्रुके फोरेर 2 पटक गरेको छु र यसले 2टा फाइदा गर्छ। कहिले हामीसँग साथमा पैसा हुँदैन र अचानक हामीलाई के भइहाल्यो भने पनि त्यति बेला छरछिमेकले दिनु मान्दैन। रातको समय हुन्छ, कसैले बार्छन्, कसैले आइतबार बार्छन्, सोमबार बार्छन्, कसैले बिहिबार बार्छन् र त्यति बेला हामीलाई यो जरुरत पर्यो भने, हामीले कहीँ जानु पर्यो भने सिधा कुरो यसलाई फुटायो पैसा निकालेर हामी जान सकिन्छ। त्यसै कारणले गर्दा म चाहिँ जहिले पनि यो खुत्रुकेमा पैसा जम्मा गर्ने गर्छु र यो सानो एउटा जम्माले गर्दा कहिले ठुलो काम पनि गर्छ भन्दै आज म यो भिडियो हजुरहरूसम्म बनाउँदैछु। आज लक्ष्मी पूजाको शुभकामना पनि दिन चाहन्छु। देश प्रदेशमा रहने सम्पूर्ण सबैलाई यो लक्ष्मी माताले रक्षा गरून् र तपाईँहरूलाई धन सम्पत्ति दियोस्। धन सम्पत्ति भन्दा पनि मलाई चाहिँ मन दियोस्। धन सम्पत्ति भएर मन छैन भने पनि काम हुँदैन। त्यही कारणले धनको साथसाथमा मन पनि दियोस् भन्दै म सम्पूर्णमा बिदा हुन चाहन्छु। यो अनौठो भिडियो लाग्ला अन्यथा नसक्नु होला। यो एउटा चेतनाको लागि पनि हो भन्दै म सबैलाई सेवाहरू गर्दै म बिदा हुन चाहन्छु। सम्पूर्णलाई नमस्कार, सेवाहरू।